गाइज वेलकम टु माई भ्लग वान्स अगेन सबैजनालाई सन्चै हुनुहुन्छ होला। आज चाहिँ मैले यस्तो सिनबाट भ्लग ओपन गर्दैछु र धेरै भइसकेको छ मैले भ्लग नहालेको। मेरो भ्युअर्सहरू पनि डेड भइसक्यो होला। सो सबैजना सन्चै हुनुहुन्छ होला। ह्याप्पी दसैँ फेरि पनि। अहिले चाहिँ म रेडी भएर अब चौबास जानेछु फुपूको घर अनि बहिनीसँगै म र बहिनी रेडी भइसकेको छ। ल अब हामी लाग्दैछौँ चौबासतिर। कान्छी हेर्नुहोस् रेडी हुँदैछ। उता कहिले कि कतिखेर रेडी हुनु थाहा छैन। म चाहिँ हिँडिसकेँ अब। जोसुकै रेडी होस्। बाल्छेन मलाई मलाई त्यसको पनि बाल छैन, उसको पनि बाल छ, मलाई बाल छैन होइन त। र यही रोड हुँदै हामी फुपूको घर जाँदैछौँ। अनि बाटो चाहिँ यस्तै छ गाइस, पिच छैन है, पिच छैन। अनि अझ पहिला यति पनि थिएन। पानी पर्दा त बिजोकै हुन्छ यार यो बाटो त, त्यस्तो राम्रो छैन। अनि उता माथि चाहिँ कैलाश डाँडा हो। त्यहाँ चाहिँ हामीले लास्ट दसैँमा त्यहाँ भिडियो बनाएको थियौँ। कस्तो राम्रो देखिरहेको छ मलाई। ब्युटिफुल। ओके, आइम ब्युटिफुल अलवेज। आइम अलवेज ब्युटिफुल दो। मेरो पछाडि देख्न सक्नुहुन्छ तपाईँले कैलाश। म यसै देख्न सक्नुहुन्छ हुँदैन। कैलाश डाँडा थोडा ऊपर ठ्याक्कै फ्रेममा छ यति। थोडा ऊपर कैलाश डाँडा देख्न सक्नुहुन्छ। हेलो एन्सेल टावर यो देख्न सक्नुहुन्छ। बाँदर्ने यार मलाई त एउटा बाँदर्नी बनायो होइन। ठुल्दिदीलाई बाँदर्नी बनाइस् आजको दिनमा आएर। ठिक छ कि छैन? किनभने म बाँदर्नी हो। धेरै बाँदर भनिस्। कैसा लगा? ओ हेलो, दिस इज टु म लिएर जान्छु तपाईँहरूलाई चौबासमा। किनभने यो केटी थोरै पनि काम लाग्दो छैन। त्यस्तो गरे भने चाहिँ त्यस्तो चाहिँ भन्नु हुँदैन। उसको अब के भन्छ अरे जन्मजात त्यो समस्या हुनसक्छ उसको। त्यही भएर हामीले त्यसरी खोज्नु हुँदैन उसको समस्यालाई। हाम्रो साथु हेलो भन्नु सबजनाले। हेलो साथु, यहाँ पनि हुनुहुन्छ अर्को साथु। वी आर फ्रेन्ड्स। यो चाहिँ अब हामी एकदमै करिब आइसकेको छ है। अब यता हेर्नुहोस् तपाईँहरूले बारीभरि तरकारी देख्न सक्नुहुन्छ। यो बन्दा होला, यो यिनीहरू बन्दा, काउली, मुला, आलु हो यहाँको विशेष चाहिँ। अनि अब यताबाट हामी भकुन्डे बेसी भकुन्डेको त टुप्पोमा मेरो औँला यस्तो गरेर खिच्नु। यो मेरो भिडियो चल्दैछ बहिनी। यस्तै मौसमको मैले एकदमै प्रतीक्षा गरिरहेको थिएँ। मेनिफेस्ट एक्ज्याक्टली। अलाराम जस्तो यार। यो कुकुर चाहिँ हामीलाई ऊ गर्दै पछ्याउँदै यहाँसम्म आइपुग्यो। दिदी इज द प्लिज वेलकम हाम्रो घरमा है। यो चाहिँ हाम्रो मकै हो। हजुर यो चाहिँ कोदो खेचा उजुतिर सँगलाई के म यो सँग यहाँ आँगा ए हो। उहाँ चाहिँ हाम्रो साथु आल्चाको बोट आगो उतैदेखि नै आगो हो क्या। हाम्रो दोस्त गर्न चाहन्छु। उहाँ चाहिँ हाम्रो काक्रोजी हुनुहुन्छ। ओ हेलो, क्या मजाको हेल्दी हुनुहुँदो रहेछ उहाँ चाहिँ। हेल्थ कन्सियस भेरी मच।
यार कति हल्ला गर्यो लासो है लासो फेरि आँगेलाई फेरि लासो सर्नु फेरि लासो भए पनि तपाईँलाई पनि धेरै धेरै शुभकामना आँगे तपाईँ र म हात मिलाम गुड गरौँ यो के अरे मुहीले चिप्पल मुतला भन्नु मिल्दैन यो त जाडो भयो न तपाईँहरू पनि त यो चाहिँ मै हो यो मै कहाँबाट हो त यो मै चाहिँ सोध्दै नहुने मै खाएर मै चाहिँ खाएर सकिसक्यो अब हामी काँक्रो खाँदैछौँ काँक्रो इट्स टु मच खान लाग्दो त ओइ तुई तुई गरेर ल यसरी चाहिँ हामी अब टक्क घाममा चाहिँ नबसौँ होला है के हो शीतल यहाँ स्वागत गर्न हामी एकदमै तयार छौँ कस्तो तपाईहरु तयार हुनुहुन्छ के तपाईँहरू तयार हुनुहुन्छ त भाइ ल ल ल हाम्रो चिफ गेस्ट हाँसी आकान्छी चिफ गेस्ट ऊ आयो ल अब सबै ब्ल्याक रहेछ नि त हाँसो भा अब सबै कालो हेर न है यिनीहरूको नाम एउटै होला त्यसो भए त ल ठिक छ अब हामी उहाँहरूसँगै अब जाँदैछौँ माथितिर डाँडातिर उहाँहरूलाई चराउनलाई अब हामी जाँदैछौँ गोठालो गोठाली नानी चाहिँ यता छन् लेटस मुभ मैले चप्पलै लगाएको त हुन्छ भाइ के हुन्छ त चलो भयो एकैको बोट हो यो हामी जान लागेको ठाउँ चाहिँ उन्यो चौर हो है अब त्यो चाहिँ टिकटकमा एकदम भाइरल फेमस भइसकेको ठाउँ हो टिकटक अनि रुटिन अफ नेपाल बन्दरले पनि हालेको थियो है गाइज अनि त्यो ठाउँ चाहिँ अहिले एकदमै मान्छेहरू जाने फोटो खिच्ने भिडियो खिच्ने त्यस्तो गर्छ अनि त्यही ठाउँमा यसो रमाइलो गर्न तर नाइट भ्यू चाहिँ एकदम मस्त आउँछ गाइज सबसे राम्रो चाहिँ नाइट भ्युज राम्रो आउँछ ल तपाईँहरूलाई के भन्नु छ त अहिले केही पनि भन्नु छैन फसुरुवा तपाईँ के हो अरे महावीर पिण्डे तपाईँ अहिलेको नयाँ युवाहरूले के भन्न चाहनुहुन्छ के चाहनुहुन्छ भन्छु त भनेको होइन नि त अनि त्यो अहिले भन्नेवाला गरौँ न हौ अहिले कसरी तेरो कन्सेप्ट बुझेको बुझेन मैले भिडियो राम्रोसँग हेरेको छैन नि भिडियो देखाउ न त मेरोबाट डेट छैन कि डाटा छैन त्यसो भए त चाहिँ यहाँ एउटा अर्को बहिनीसँग चाहिँ भिडियो कलमा बात गर्दैछौँ एकजनाले स्ट्यान्ड कहाँबाट किन्यो फेरि अनि म राम्रो हुन्थेन राम्रै हुन दिनु न र देखाएको कि छैन यहाँबाट चु भन्नु मेरो जलाइन अलिकति मोटो देख्यो सरी एडिटर हाम्रो एडिटर साहब चाहिँ भन्नुहुन्छ तर यसपालि भ्याउँदैन जस्तो चाहिँ एडिटर लास्ट बिजी हुनुहुन्छ अब यहाँको घाम कसरी झुल्किरहेको छ भन्ने कुरामा एकदमै प्रशंसँग यहाँ देखाउन चाहन्छु अनि बादल चाहिँ यतापट्टि चिसापानीपट्टि चाहिँ तपाईँको गइरहेछ होइन हजुर हजुर अनि हजुर अब स्ट्यान्ड होइन नि यहाँ सपति हो
सापट्टि आजको भ्लगको लागि सापट्टि मागेको हाम्रो कुन चाहिँले धम्क्याएर पुऱ्यायो यहाँ साउनी तेह्रतिर म हो ओनर त मै हो अब देख्दाखेरि तपाईँले चाहिँ गोठालो जस्तो देख्नु साउदे म साउमा एकदम प्रोफाइल राख्न चाहन्छु लो प्रोफाइल लो प्रोफाइल मेरो मुखी बात छिनले ओ माय गॉड सरी हाय भने भने हैन शु 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 आगे चलो आगे ये बुझ्छ के नानी बाबु निन मै हो गोठालो चाहिँ तर मेरो आज सहकर्मी हुनुहुन्छ यहाँ चाहिँ माइली भाइब आएर चाहिँ अनि भावी कस्तो हाम्रो टाढिनु पर्ने अब कति सर्च आएर गएर नि ओए मिठा छ नि यहाँबाट चाहिँ ल यो चाहिँ हो मेन डेस्टिनेसन हाम्रो होइन त केटाकेटी हो डेस्टिनेसन भनेको आइमेन नभन्न केटी भन्न भर्खरको बच्चा भन्न के कड्काउ के रे छि यो हो हामी एकदमै कुरिरहेको डेस्टिनेसन चाहिँ यो हो गाइज एकदमै यहाँ तलतिर चाहिँ मेरो मामा घर खासमा चाहिँ अब अघि चाहिँ एकदमै खतरा बादल थियो अहिले चाहिँ बादल हटिसकेको छ गाइज आजको मौसम ठिकै छ नट ब्याड अब भरे इभिनिङमा चाहिँ कस्तो आउँछ हेर्नै पर्छ है इभिनिङमा चाहिँ हेरेर कस्तो आउँछ हामी चाहिँ अब नाइट भ्यू नै कस्तो आउँछ भनेर एकदमै एक्साइटेड छु म चाहिँ त्यही भएर आज मेरो पनि खाजा रे हामी कति बजे त अहिले हामी 5 बज्न लागिसकेछ गाइस है गाडाङ गुडुङ पनि गर्न थालिसकेको छ अनि एकजना गोठाली यहाँ बस्दैछन् गोठालो नै होला नि किन गोठाली होला गोठाली अनि अनि अर्को गोठाली नि म गोठालो होइन म के भन्छ त्यसलाई सहयोगी क्या सहकर्मी सहकर्मी सहचालक तिमीलाई त मलाई डाइरेक्टली ऊ भने त यार खलासी होइन म सह गोठालो हो क्या प्रमुख चाहिँ उहाँ हो प्रमुख चाहिँ उहाँ म चाहिँ सहयोगी ल उहाँहरू चाहिँ हाम्रो बाख्राहरू हुनुहुन्छ उहाँहरू एकदमै बिजी हुनुहुन्छ फेरि आज खोइ अब इभिनिङ सर्ट खिच्ने भनेको है अब आज नखुल्ला जस्तो छ आकाश खुलेको छैन अहिलेसम्म पनि किनभने 5 बज्न लागिसक्यो 5 बजेसम्म त अहिलेसम्म त खोल्नुपर्ने हो यस्तो भइरहेछ अहिलेसम्म पनि अनि त्यही भएर अब घर चाहिँ लाग्नु पर्ला जस्तो किनभने अलिअलि भोक पनि लागिसकिरहेको छ मलाई चाहिँ भोक लाग्यो अनि थाक्यो पनि काम गरेर थाक्यो नै हिँडेर टिकटक बनाएर डुलेर अनि थाक्यो खासमा चाहिँ यहाँ तपाईँले एकजना लास देख्न सक्नुहुन्छ रक्सी लगाएर टले छैन ओए यो त साँच्ची नै रक्सीले खाएको छ क्या अहिले त ल बोल्दैन त उसको माया मन लाग्यो ल पानी पर्यो अब हामी के घर जाने हो त किनभने हाम्रो घरको मुली उहाँ नै हो मुली त होइन कि म चाहिँ गाइड हो होइन बाख्राहरू चाहिँ लान खोज्या हो बाख्राहरू पनि जाडो भइसक्यो अब घर जानु के हो जस्तो पनि भइरहेको ल अब के लाग्दिउँ न त अब घर चल्दिउँ खाजाको के बन्दोबस्त गर्यो मासु चिउरा अब दसैँमा त्यही त हो नि अघिसम्म त म खाजा दिन्न भनेर तपाईँ जे भन्न चाहनुहुन्छ तपाईँ जे खान चाहनुहुन्छ उपलब्ध छ घरमा अब फेरि दसैँको बेलामा फेरि म लिन्छु नि त फेरि सबै ग्यास सहित र ओके सुझाव
Run. The next day. आतो पाङपाङ अब मेरो खिचेर विजय दशमीको धेरै धेरै शुभकामना सबैजनालाई मेरो ब्लग हेरेर मनोरञ्जन लिनु होला भन्न चाहन्छु म चाहिँ मनोरञ्जन छैन भने पनि जबरजस्ती हेर्नु होला धन्यवाद एन्ड we will see you on next vlog. Thank you so much and don't forget to subscribe to my channel. Thank you. Bye bye.